आज 2082 साल असार महिनाको 15 गते आज राष्ट्रिय धान दिवस। आजको यो हाम्रो एक दिने रोपाई कार्यक्रममा विशेष गरेर हामी रोपाई सुरु गर्छौं। हामी कोहीजना बाउसै गर्छौं, कोहीजना हामी रोप्छौं र 1 घण्टा पछि चाहिँ हामी 9 बजे चाहिँ दही चिउरा हाम्रो मेलो अथवा कुनै ठाउँमा जग्गामा चाहिँ हामी दही चिउरा पनि हामी लिनेछौँ नास्ताको रूपमा। आज दही चिउरा खाने चलन छ र यो खेती किन गर्दैछौँ भन्ने पनि छ। अहिले हामीलाई चामल किन्नु परेको छैन, एलेमहरूलाई खानको लागि पुगिरहेको छ। जे होस् है, त्यसले गर्दा पनि हामी जो यहाँ आयौँ एलेमहरू एकदमै भाग्यमानीको रूपमा चाहिँ लिनुपर्छ। हामी अरूलाई पनि खाना खुवाउँदैछौँ। हजुर हजुर ल चिउरा यस्तो लाइन बस्नु पानी पनि राम्रो सालमा एकपल्ट अब असार 15 मा दही चिउरा खानु पाउनु भने एउटा भाग्यमानी। हाम्रो परम्परा अनुसार प्रेमवादी समाजले गरेको आयोजना एकदम इष्ट लाग्यो। पनि यसरी भाग लिनु पाइएको थियो। यसपालि पनि आजदेखि सुरु गरियो धान रोप्ने र आज दही चिउरा पनि खाइरहनु हुँदैछ। हजुरलाई धेरै धन्यवाद। दही चिउरा खानु मात्रै होइन, हाम्रो यो पर्व नेपालीको चाड हो, महान चाडै भन्नुपर्छ। यो मानव छरेर पछि मङ्सिरमा मुरी उब्जाउनका लागि स्टार्टिङ पोइन्ट हो हाम्रो। र 2082 सालको असार महिनाको 15 गतेमा हामीले नेपालको सबैभन्दा ठुलो महत्त्वपूर्ण चाड पनि हो, त्यसरी हामीले मनाउने धान रोपाई कार्यक्रम भने यो राज्यले नै तय गरेर पुर्खादेखि नै आएको हो। एकदम रमाइलो। स्वागत गर्छौँ है। सुरुमा त एकदमै धेरै धन्यवाद प्रेमवाद समाजलाई हामीलाई यो अपर्च्युनिटी दिनुभयो। हामीले चाहिँ खोजिरहेको थियौँ आज रोपाई कहाँ छ, आज राष्ट्रिय धान दिवसको अवसरमा। अनि हाम्रो क्लास 1 को बच्चाहरूलाई चाहिँ धान कसरी रोपिन्छ, यसको महत्त्व के छ, अनि आज किन राष्ट्रिय धान दिवस मनाइएको हो, असारमा पानी पर्छ, हामी धान रोप्छौँ, त्यसपछि त्यो धानबाट चामल आउँछ जुन हामी खान्छौँ, यो सबै कुराको बारेमा चाहिँ अहिले चाहिँ एक्टिभिटी बेस्ड लर्निङ भन्छ कि हाम्रो क्लास प्राइमेरी लेभलमा चाहिँ। सो एक्टिभिटीबाट नै बच्चाहरूलाई बुझाउने पढाउने भन्ने हेतुले नै यहाँ आएको हो। एक दुईजना बच्चाहरूलाई चाहिँ हामी खेतमा
रोप्न पनि दिन्छौँ। बढी चाहिँ अवलोकन मात्रै गर्ने हो, तपाईँहरूले कसरी रोप्दै हुनुहुन्छ, ट्र्याक्टर कसरी युज भइरहेछ, पानी कसरी आइरहेछ पम्पसेटबाट, ब्याड कसरी उखेल्ने हो, यस्तै कुराहरू चाहिँ हामी बच्चाहरूलाई देखाउने, अवलोकन गराउने, 1-2जनालाई चाहिँ फिल्डमा पनि छिर्न दिने। यति नै छ हाम्रो आजको प्लान चाहिँ। मिसहरू हुनुहुन्छ है? हजुर। यो कुन स्कुलबाट ल्याउनु भएको? आज हामी झापा मोडल इङ्ग्लिस स्कुल दमक 8मा छ, त्यहाँबाट। कतिजना विद्यार्थी नानीबाबुहरू? कतिजना हुनुहुन्छ हामीसँग प्रतिमामा? हाम्रो 57 छ। 53 सहभागी। मिसहरू कतिजना आउनु भएको छ? हामी म्यामहरू 4जना छौँ र गार्जियनहरू पनि हुनुहुन्छ हामीसँग। बच्चाहरूसँग चाहिँ गार्जियन पनि, हामी चाहिँ एभ्री एक्टिभिटीमा गार्जियनको पनि इन्भल्भमेन्ट हुने भएकोले गर्दा 4जना गार्जियन हुनुहुन्छ, 2जना गाडीमा हाम्रो स्टाफहरू हुनुहुन्छ र 4जना टिचर्सहरू छ। ल हजुरहरूले हाम्रो अध्यक्ष पनि हुनुहुन्छ, उहाँ सँगसँगै पनि घुमाइदिनुहोस् अनि हामी जाने बेलामा फेरि यसै गरी हजुरलाई भेट्छौँ है त। ल थ्याङ्क यू मजाले घुमाउनु होला है। सबैजना झापा मोडल स्कुलबाट आउनुभएका सम्पूर्ण म्यामहरू अनि मसिना विद्यार्थी भाइ बहिनीहरूलाई धेरै धेरै असार 15को शुभकामना। साथै हजुरहरू पनि साथै धान रोप्नुको लागि पनि आउनु भएको छ भन्ने लागेको छ। हजुरहरूलाई धेरै धेरै धन्यवाद, साथै वेलकम छ। अब हामी फिल्ड पनि भिजिट गर्नेछौँ र इच्छुकहरूले हिलोमा धान पनि रोप्नु हुनेछ भन्दै अब हामी फिल्ड भिजिटतिर जाउँ। Everyone say hi! Everyone say hi! Thank you! Everyone say hi! एकछिन ल 3, 2, 1 यताबाट हेरिदिनुहोस् एमएसको